साथीहरू मेरो आफ्नै दाई भाउजूको काण्ड निस्क्यो भनेर तपाईहरु पत्याउनु हुनु होला। यो देखिरहनु भएको छ नि, यो के हो? यो भाउजूको कट्टु हो। के भयो भनेर तपाईहरु सोचिरहनु भएको छ भने आज मेरो घरमा मेरो गाउँको दाइ र भाउजू पर्ने आउनु भएको थियो। एक रात सुत्नु भयो, खाना पिना पिलायो हैन। यहाँ चाहिँ सुत्नु भएको थियो दाइ र भाउजू है। हामी चाहिँ पल्लो कोठामा सुतेका थियौं। तर उहाँ दाइ जानुभयो हैन। अनि यो साथमा यो के हो? यो फालेर जानु भएको छ हैन। यो के हो हैन? अनि साथमा भाउजूको कट्टु यहाँ चाहिँ यसरी फालेर जानु भएको रहेछ के। यो खाटको तल है। लाजै मर्दो भयो के साथीहरु। खाटको तल तपाईले देखिरहनु भएको छ, खाटको तल भाउजूको कट्टु देखे मैले है। अब कस्तो मान्छे आफ्नै भाउजू दाइ भाउजूको पनि के गरे आउलाले भन्नुहुन्छ भने, अब मेरो आफ्नै दाइ भाउजू चाहिँ हैनन् है। मेरो दाइ भाउजू आफ्नै छैनन् हैन। गाउँको है। अब चिनजान यस्तै त हो हैन। भइसकेपछि बेच्नु भएको थियो। अहिले चाहिँ आएर यो तलतिर भाउजूको कट्टु चाहिँ यहाँ खै अब बिर्सेर खसेको हो कि हैन, यहाँ अब भुलेर बिर्सेर गर्नु भयो कि या जानी गर्नु भयो हैन। यो चाहिँ खाटको तल त्यहाँ चाहिँ खसेको थियो है। अब यो यहाँ अब यसरी के गरेका होलान् तिनीहरूले हैन। कट्टु पनि अब ठुलै छ यो है। अब त्यही भएर चाहिँ यस्तो घटना घट्यो कि आज म अब तपाईहरुलाई के सुनाउ साथीहरु हैन। तपाईहरुले फेरि यसले नाटक गरे पनि भन्ने जस्तो लाग्ला है। अब त्यही नै हो, बाँकी कुराहरु भयो। अब जे भयो भयो हैन। अब के भन्ने त अब यो जानी हो कि या अनजानमा हो कि कट्टु तल यहाँनिर यस्तै नै थियो है। यहाँनिर यस्तो खसेको थियो। सुतेको आज उहाँ मात्रै हो है। यो खाटमा दाइ र भाउजू सुत्नु भएको थियो। अब उहाँले के गरेर यहाँ गर्यो यहाँनिर। फेरि यो के हो? यो यसमा के खै यसमा अब हैन के हो? यो नलागौ हैन। फाल्दिन्छु म अहिले बरु चाहिँ हैन। फालौं कि के गरौँ फेरि हैन। एकचोटि फोन गरेर पनि सोध्नु पर्ला है। अब भाउजूलाई त भन्ने कुरा भएन, दाइलाई फोन गरेर चाहिँ सोध्नु पर्ला। तपाईहरुलाई के लाग्छ साथीहरु कमेन्ट गर्नुस् है।